नियमित रूपमा गर्दै आएको यो सार्वजनिक सुनवाई रामेछाप नगरपालिकाको चाहिँ हामी आज लगभग अब मेरो दोस्रो कार्यकालको अन्तिम चरणमा पुगिसकेका छौँ। अब धेरै बाँकी छैन, 1.5 वर्ष बाँकी छ नेतृत्व। त्यो हुँदै गर्दा हामीले यो बेलाको यो वखतमा आइपुग्दै गर्दा हामीले निरन्तर रूपमा यो सार्वजनिक सुनवाईलाई निरन्तरता दिएका छौँ। यो अन्य वडाहरूले पनि केही वडाहरूले गरेको हामीले बुझेका छौँ, तर हामीले यसलाई निरन्तर रूपमा गरेका छौँ। हामी यो सार्वजनिक सुनवाई किन गर्नुपर्छ, अघि नै हाम्रो सहजीकरणको जिम्मेवारी लिनुहुने हजुरको रेडियोको चाहिँ हाम्रो रिता म्याडमले भनि पनि सक्नु भएको छ। वास्तवमा यो सबै नागरिकहरूले सुसूचित हुन पाउनुपर्छ। यो वडाबाट भएका चाहिँ हरेक सेवा प्रवाह चाहिँ हामीले बुझ्न, नागरिकहरूले बुझ्न पाउनुपर्छ, प्रश्न सवाल जवाब गर्न पाउनुपर्छ भन्ने हिसाबले हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ। हामीले गरेका हरेक कार्यक्रम तपाईँहरूलाई जानकारी हुनुपर्छ, तपाईँहरूका आवश्यकता खुलेर भन्न सक्नुपर्छ र एकजना मात्रै भन्दै गर्दा मलाई एकजनालाई भेटेर या हाम्रा जनप्रतिनिधि साथीहरूलाई भेटेर मेरो समस्या यो छ भनेर सबैले भन्न नसक्ने अवस्था भएको हुनाले यो खुल्ला कार्यक्रम गर्नुपर्छ भनेर हामीले यसलाई निरन्तरता दिएका छौँ। र बाँकी दिनहरूमा नि यो वडाले सार्वजनिक सुनवाई कार्यक्रमलाई निरन्तरता दिने कुरा यहाँहरूलाई म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। कुरा रह्यो, धेरै प्रश्न आए, धेरै सवाल जवाफ पनि भए र मैले यहाँनिर जति सोचेको थिएँ प्रश्न आउलान् भनेर सोचेको थिएँ त्यति धेरै प्रश्न आएनन्। पक्कै पनि यहाँहरूको सन्तुष्टि छ हामीले गरेको सेवा प्रवाहमा भन्ने हाम्रो बुझाइ हो। यहाँहरूले जति राख्नु भएको छ, जसले बोल्नु भएको छ, यहाँले हामीलाई सुझाव दिनुभएको छ, त्यसलाई हामी प्रश्न भन्न भनिकन सुझावको रूपमा ग्रहण गरेका छौँ। यो सुझाव हामीलाई, यही सुझाव यहाँले दिनुभएको सुझाव अनुसारै यो वडालाई हामी अगाडि बढाउने प्रण पनि गर्दछौँ। हामी राजनीतिक दलसँग निरन्तर छलफल गर्छौँ। यो वडाको बजेट बनाउने बेला राजनीतिक दल र सरकारवाला व्यक्तिहरूलाई राखेर सुझाव लिएर मात्रै हामी बजेट निर्माण गर्छौँ। राजनीतिक दलबाट धेरै सुझावहरू आउने गरेको छ र हामीले धेरैभन्दा धेरै सुझावको अपेक्षा पनि गरेका छौँ। यो सुझावले तपाईँको यो रामेछाप नगरपालिकाको यो वडालाई नगरको मेरुदण्डको वडाको रूपमा विकास गर्नुपर्छ भनेर यहाँहरू सबैजना चासो र चिन्ता लिनुभएको अवस्था पनि हो। सँगसँगै यो वडाको हामी अगाडि बस्दै गरेको ठाउँमा हिजो मात्रै म सबैलाई बधाई पनि दिन चाहन्छु। हामीले रामेछाप नगरपालिका 7 नम्बर वडाको लाल पूर्जा हिजो हामीले प्राप्त गरेका छौँ। हामी जग्गा दर्ता छुट भएको वडामा चाहिँ जग्गा रहेछ, हामीले हिजो पूर्जा प्राप्त गर्यौँ मालपोतबाट धेरै सहयोग भयो। हाम्रो हाकिम साहब, मेयर साहबबाट पनि हामीलाई सहजीकरण भयो र हामीले पूर्जा प्राप्त गर्न सकेका छौँ। करिब 2.5 रोपनी जग्गा हामीले वडाको नाममा दर्ता गरेर पूर्जा प्राप्त गरेको अवस्था छ। मैले यो जोड्दै गर्दा यो हामी बसेको अगाडिको यो जुन यहाँहरूले सधैँभरि प्रश्न उठाउने अनि यो चाहिँ सर्वपक्षीय चासोको विषय पनि भनेको यो कबडल सहितको खेल मैदान छ। यो खेल मैदान नगरपालिकाको गौरवको आयोजनाको रूपमा राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा 2075-76बाट सुरु भएर आजसम्म आइपुग्दै गर्दा यो खेल मैदानको अवस्था तपाईँ हामीले छर्लङ्ग देखेका छौँ। यहाँ कसले कति काम गर्यो, कसले कति काम गरेन भन्ने कुराको चाहिँ भन्दा पनि यो 10 वर्षको कार्यकाल गर्दै गर्दा दुई कार्यकाल नेतृत्व गर्दै गर्दा यो वडाको वडाध्यक्ष लगायत जनप्रतिनिधिले किन सकेनन् भनेर प्रश्न गर्ने थलो बनेको छ। मलाई खुसी पनि लाग्छ, किनभने यो प्रश्न गर्दै गर्दा यो निकाय यो एक्लैले हुँदैन, यो सबैजनाको चासो बन्नुपर्छ भनेर यहाँहरूले प्रश्न गर्दै गर्दा अलि अरू सबैजनाको पनि यो चाहिँ पालिकामा जोडिएको नेतृत्वले चासो लिने विषय पनि बनेको छ। यसलाई हामीले यो पटक करिब कबडल सम्पन्न गरिसकेका छौँ। यो कबडल सम्पन्न गरिसकेपछि अब हामी यो खेल मैदानको कार्यक्रम सम्भवतः यो पटक हामी सम्पन्न गर्छौँ र अब आउने 83-84 को राष्ट्रपति रणनीतिशील यो रामेछाप नगरपालिकाको जिल्ला स्तरीय राष्ट्रपति रणनीतिशील यो ठाउँमा आयोजना हुन्छ। म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। हामी यसका लागि सबैजनाको चाहिँ चासो आवश्यक छ। आज भोलि मात्रै राष्ट्रिय सभाको निर्वाचन भएको हुनाले बागमती प्रदेशमा हाम्रो मेयर साहब जानुभएको हुनाले उहाँले शुभकामना भनिदिनु, हामी बस्न भ्याएनौँ भनेर भन्नुभएको छ। मेयर साहबकोबाट यहाँहरू सबैजनालाई शुभकामना पनि सुनाउनु भन्नुभएको छ। मैले मेयर मेयरको तर्फबाट शुभकामना पनि भन्न चाहन्छु। यो कार्यक्रममा आएर कम्तीमा यहाँहरूका कुरा उहाँहरूले सुनेर अझ चाहिँ जवाफ दिने, उहाँहरूले चाहँदै पनि बाध्यता बस हामीले गर्न सकेनौँ, उहाँहरूलाई यहाँनिर चाहिँ पाउन सकेनौँ, यो बाध्यता थियो। शुभकामना भनेर जानुभयो। मैले धेरै कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन। हामी 1-2वटा नमुना लायक काम हामीले यो वडाले गरेका छौँ। रामेछाप नगरपालिका बालमैत्री शासनयुक्त नगरपालिका घोषणा भयो। बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्दै गर्दा तपाईँहरू सबैजना धन्यवादको आभारीको पात्र पनि हुनुहुन्छ। यहाँहरू वडावासी हामीले नगरपालिकामा
9वटा वडालाई घोषणा गर्दै गर्दा यो वडामा 1 रुपैयाँ पनि राज्यको लगानी नभइकिन निशुल्क चाहिँ तपाईँ हाम्रो साझेदारी सहयोगबाट हामीले चाहिँ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका छौँ। हामीले 1 रुपैयाँ पनि पैसा नगरपालिकाको चाहिँ भुक्तानी गरेका छैनौँ, राज्यको भुक्तानी गरेका छैनौँ। हामी सबैजनाको हातेमालोबाट हामीले वडा घोषणा गर्न सकेका थियौँ। करिब 2000 मान्छेको उपस्थितिमा हामीले वडा घोषणा गरेका छौँ। त्यहाँ लागेको सम्पूर्ण खर्चहरू हामीले चाहिँ तपाईँहरूको साझेदारी, तपाईँहरूको सहयोग, तपाईँहरूको चाहिँ उत्साहबाट हामीले सम्पन्न गरेका थियौँ। त्यसमा पनि मैले धन्यवाद दिने ठाउँ पाएको थिइनँ। म यहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। हामीले चाह्यौँ भने सम्पन्न गर्न सकिरहेको हरेक ठुला कार्यक्रमहरू भन्ने कुराको उदाहरण पनि हो। अर्को हामी प्रशासन र जनप्रतिनिधि बीचको जुन खालको एउटा सम्बन्ध छ, त्यो सम्बन्धको कारण पनि रामेछाप नगरपालिकाको यो वडामा काम हामी धेरै गर्न सकेको भन्ने लाग्छ। आज हामी रामेछाप नगरपालिकाको प्रशासकीय अधिकृत अनि मेयर र उपमेयर हामीले अत्यन्त म्याच्योर्ड पाएका छौँ। उहाँहरू जिम्मेवार हुनुहुन्छ। उहाँहरूको जिम्मेवारीको कारणले गर्दाखेरि आज रामेछाप नगरपालिकाका केही कामहरू, महत्त्वपूर्ण कामहरू भएको छ र हामीले सुनाउन लायक कामहरू भएको छ। हामी कृषकको लागि प्रोत्साहनका कार्यक्रम निरन्तर रूपमा गरेका छौँ। अहिले पनि यो वर्ष पनि तपाईँहरूलाई हामी चाहिँ जो मान्छेले कृषक, जो व्यावसायिक रूपमा दुध उत्पादनको लागि चाहिँ गाई भैँसी पाल्नु भएको छ, उहाँहरूलाई हामी क्यान र त्यो क्यान बोक्नका लागि झोला हामी उपलब्ध गराउँदैछौँ। यो वर्ष हाम्रो कार्यक्रममा रहेको छ। त्यसै गरी जो चाहिँ पशुपालन गर्नुभएको छ, उहाँहरूलाई हरेक किसानलाई पशु सुत्केरी भत्ताको रूपमा हामी यो वर्ष पनि निरन्तर रूपमा आएका छौँ। त्यसै गरी यो मानव स्वास्थ्यसँग जोडिएको स्वास्थ्य बिमा छ। यो वर्ष हामीले यो स्वास्थ्य बिमालाई पूर्ण रूपमा सबैको एक घर चाहिँ एक परिवार स्वास्थ्य बिमा हामीले यो वर्ष सम्पन्न गरेका छौँ। सबै चाहिँ नागरिकहरूलाई स्वास्थ्य बिमामा हामीले चाहिँ जोडेका छौँ। उहाँहरूले यो जो योभन्दा अगाडि पाउन बाँकी हुनुहुन्थ्यो, यो वर्ष उहाँहरूले पाउनु भएको छ। त्यसै गरी हाम्रो अत्यन्त धेरै मेहनत गर्नुहुने स्वास्थ्य स्वयंसेविका दिदीहरू हुनुहुन्छ, उहाँहरूको लागि हामीले जीवन बिमा चाहिँ गरेका छौँ। निरन्तर रूपमा हामीले गरिरहेका छौँ। उहाँहरूले पैसा तिर्नु पर्दैन, यो वडाले तिर्छ। अर्को कुरा, यो जुन अघि हाम्रो नेकपा एमालेको वडा कमिटी अध्यक्षज्यूले भन्नुभएको थियो, यो एम्बुलेन्स ककलले पाउने, ककलले पाए भनेर भन्नुभएको थियो। एम्बुलेन्सको एउटा मापदण्ड बनेको छ। त्यो मापदण्ड अनुसार हामीले चाहिँ जो अपाङ्ग, अशक्त, असहाय हुनुहुन्छ, ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूलाई हामीले निःशुल्क रूपमा वडाले चाहिँ एम्बुलेन्स सेवा प्रवाह गरेको छ। त्यसै गरी सुत्केरीको लागि हामीले नगरपालिकाको चाहिँ निर्वाचन सम्पन्न हुने बित्तिकै 79 सालमा निर्वाचन सम्पन्न भए पश्चात यो चाहिँ डेलिभरी निःशुल्क गर्ने, चाहिँ एम्बुलेन्सको सुविधा निःशुल्क गर्ने भनेर जुन खालको कार्यक्रम बनेको थियो, त्यो अनुसार नगरले पनि गरिरहेको छ। सँगसँगै हामीले उहाँहरूलाई पनि उपलब्ध गराएको अवस्था छ। त्यसै गरी विद्यालयहरूलाई जहाँ जति चाहिँ अवस्थामा रहेका, बिजोको अवस्थामा विशेष गरी भन्दाखेरि खानेपानीको अभाव रहेका विद्यालय, महाकाली आधारभूत विद्यालयमा खानेपानी थिएन, सिद्धेश्वर आधारभूत विद्यालय ढिबी डाँडाबाट त्यहाँबाट चाहिँ विस्थापित भइसकेको विद्यालयलाई हामीले त्यसलाई स्थापित गरेको अवस्था छ। अहिले टोल बस्तीबाट चाहिँ हाम्रो नागरिकहरू चाहिँ अब गाउँ बस्ती भित्तिरै गएको अवस्था छ। सबै सहर केन्द्रित हुनु भएको छ। तैपनि विद्यालयहरूलाई हामीले व्यवस्थापन गर्नको लागि लामो पहल कदमी गरेको अवस्था छ। त्यसले गर्दाखेरि यहाँहरूको सल्लाह सुझाव हाम्रो लागि महत्त्वपूर्ण निर्देशन हुने भएको हुनाले, जडीको रूपमा आउने भएको हुनाले पनि हामीले वडामा गर्नुपर्ने काम धेरै छलफल गर्छौँ। निरन्तर यो चाहिँ हामीले सार्वजनिक सुनवाई गर्छौँ। त्यसका उपलब्धिहरू यी हुन् भनेर मैले यहाँलाई चाहिँ जानकारी गराउनुपर्छ, अवगत गराउनुपर्छ भन्ने हिसाबले मैले कुरा गरेँ। धेरै जवाफ अघि नै आइसकेको अवस्था छ। जो जसले कुरा राख्नु भएको छ, यहाँहरूबाटै म त प्रश्न भन्दा पनि यहाँले सुझाव र जवाफ दिनुभएको छ भन्ने मैले बुझेको छु। सँगसँगै कृषकको क्षेत्रमा जति धेरै काम हामीले गरेका छौँ, ती कृषकमुखी छन्। यो जुनारलाई चाहिँ प्रवर्धन गर्ने कार्यक्रम, कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम, यो महत्त्वपूर्ण कुरा हो। यहाँ अघि नै हाम्रो मित्र पत्रकार मित्र कैलाश खत्रीले पनि उठाउनु भएको कुरा थियो। विशेष गरी यो वडामा चाहिँ अब हामीले भौतिक कुरा मात्रै भन्दा पनि विशेष गरी आर्थिक रूपमा चाहिँ जोडिएका कुराहरूलाई अलि बढी प्रोत्साहन गर्नुपर्छ भन्ने हिसाबले हामीले कृषिका कार्यक्रमलाई अलि बढी अनुदान अनि अलिकति कृषकसँग जोडिएका कार्यक्रम चाहिँ निरन्तर रूपमा हामीले गरिरहेको अवस्था छ। अब रह्यो अर्को कुरा, यो क्षमता वृद्धिको कुरा आउँछ कहिलेकाहीँ। क्षमता वृद्धि गर्ने कुरा चाहिँ अब हामीले तालिमले मात्रै हुँदैन, तालिमसँगै व्यावसायिक पनि बन्नुपर्छ भनेर हामीले विशेष गरी दिदीबहिनीहरूलाई कुरा राख्छौँ। चासो आफूले लिनुपर्छ भन्ने कुरा पनि हो। र यो अहिले सबैभन्दा ठुलो प्रश्न र सवालको विषय बनेको यो सेलेघाट साँगुटार सडक छ। यसले वास्तवमै हाम्रो करिब 7-8 किलोमिटर जति यो वडा भित्र त्यो सडक पर्छ। त्यो सडक नबन्दै गर्दा आज तपाईँले प्रश्न गर्नुपर्ने, हामीले जवाफ दिनुपर्ने यो विषय बनेको छ। यो जवाफ, प्रश्न र जवाफको
लागि हामी छिटोभन्दा छिटो अब यो अन्त्य होस् भनेर हामी सबैजना लागेको अवस्था छ, नगरको सिङ्गो टिम लागेको अवस्था छ। त्यसका लागि पनि हामी यो सडक सिलेघाट रामेछाप साँगुटार सडकलाई छिटो निर्माण सम्पन्न गर्ने गरी लागेको अवस्था म यहाँलाई अनुरोध गर्न चाहन्छु। सँगसँगै